म उठेर आउँदा फर्सीको मन्जरी टिपिओरी केलाई पो सक्नु भएछ। पखाल पुखुल पारेर बसाइहालेँ। यता फेरि छोरी मोबाइल सँगसँगै हनुमान चालिसा गाउँदै थिए। मलाई चाहिँ ठुलो आवाजमा भजन सुन्दै घरको काम गर्न साह्रै आनन्द लाग्छ। काम पनि झटपट सकिने, समय पनि मिलिक्कै गयो जस्तो लाग्ने। पकाइसकेपछि एकछिन मोबाइल त हेर्नै पर्यो। अनि गयौँ हामी कटर टिप्न। रुख चढ्न नि कति सजिलो हो। भर्याङ चढे जत्तिकै फुत 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 मजाले चढी पो हाल्ने त। 2वटा कटर टिपेर फेरि मन्जरी नै केलाउन थाल्यौँ बेलुकाको लागि। गाउँ गएपछि यत्तिको ताजा सागपात त कहाँ टुटाउन भयो र, होइन र। सबैजना गफ गर्दै मन्जरी केलाउन थाल्यौँ। गफ पनि कति मिठो हो, कहिल्यै नसकिने। यता फेरि छोरी आफ्नै पारामा चटक देखाउँदै रहेछ। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला है।